हेलो गाइज, आज हामी मन्दिर जाँदैछौँ। मन्दिर सबै गएर डाँडा पहाड सबैतिर तपाईँहरूलाई देखाउनेछौँ। अनि हाम्रो सबै फ्यामिलीहरू गएछौँ कि आज अब शनिबार पनि परेछ, आज एकादशीको दिन पनि परेछ। अनि त्यही भएर दर्शन गर्न गइरहेछौँ। दर्शन गरेर तपाईँहरूलाई सबै म भ्लग देखाउनेछु। गाई अब हामी ओह्रालो तर के गर्नु गाह्रो छ हौ, यस्तो छ। विष्णु भगवान गुप्तेश्वरको आज एकादशीको दिन यस्तो भिड छ नि। राम गाइज आइयो, दर्शन गरियो। आज गुप्तेश्वर महादेव दर्शन गरियो, हिँड्यो ल।